Hi guys. So hi everyone. Welcome back to my Gerson Vlog channel. And I hope सबैजना आराम कुशल हुनुहुन्छ होला भन्ने विश्वास छ र ह्याप्पी न्यू इयर अल अफ यु भन्न पनि चाहेँ 2083 ले चाहिँ 83ले चाहिँ हजुरको जीवनमा सुख समृद्धि अनि हर्ष उल्लास उमङ्ग बोकेर आएको होस् भन्ने कामना सहित आज सानो भ्लग बनाउन गइरहेको छु स्पेसली यो चाहिँ जस्ट ओन्ली फर नट फर न्यू इयर यो चाहिँ मेरो मम्मीको जन्मदिन पनि हो त्यो भएर चाहिँ मैले सानो एउटा मेमोरी कलेक्सनको लागि भिडियो बनाउन गइरहेको छु है त गाइज अनि स्टे ट्युन एकछिनपछि अब हामी सबै घरकै मात्रै यसो के गर्छौँ कसो गर्छौँ देखाउने छु ल गाइज मम्मी Ay, sorry. आई ड्याङ्का ड्याङ्का पर्छ त्यो याङ्का आजदेखि 69 वर्ष ल हेर्नुहोस् त लाग्दैछु हेर्नुहोस् त गाइज मेरो मम्मी 69 इयर्स आजबाट अलि मम्मी कान सुन्नु न त भएर म लाउडली बोल्दैछु अनि खन्ने पर मेरो भाइ पनि आयो को आयो मेरा सबै हापकट्टु छ बुढो आउनुभयो मेरो भाइ छ भाइ तँलाई पनि ह्याप्पी न्यु इयर ल मेरो भाइ थ्याङ्क यू अनि के भन्नु चाहन्छु यस्तो हेर आज आमाको बर्थडे आशीर्वाद त लिन्छस् नै होला अहिले लिन्छु केक पनि खान्छु एकछिनमा भन्न अनि त्यस पछाडि यसो के गिफ्टहरू दिने गुड गुड रेडी बनाएको छस् अनि बनाएको छु ए गुड भाइ छोरा त ज्ञानी छ नि हाम्रो मम्मीको बोक्छ आमालाई यताउति स्याहार्छ गिफ्ट किनिदिन्छ गर्छ मेरो भाइले यहाँ मेरो नन्द पनि हुनुहुन्छ मेरो पिकु चाहिँ न्यू इयर सबैजनालाई ल है मेरो नन्दले पनि न्यु इयर विस गर्नुभयो तर उता अलि एन्टी लाइट परिरहेछ केही छैन मेरो बेहुली नन्द हो फेरि अस्ति बिहा खाएको अहिले चाहिँ मतिर अहिले चाहिँ मतिर त फर्काइहालेँ अब है केटी हो तिमी निस्किँदैनौ म त भिडियो बनाउन थालेँ र यस्तो स्पेसल डे त कहाँ पाउनुहुन्छ हौ ए हो केटी हो भिडियो बनाउनुलाई हेर अहिले नाच्नु बेला लाउँदिनँ मामा छोरी अहिले ठोम्ची लोन्ची किन फेरि म खोम्दी रन्जे घोडा जाङ्गो कम्मरा झाडा खोम्मरा नुहाउनु हुँदा छोरी हो के गर्नु बाँचुन्जेली त उफ्रिनु पर्ने हो आइट अब ठोपिँदैन झाडा घुँडो तर नाच्दैछु ठाउँ ठाउँमा नाच्नु हुँदैछ बुढा उपरे जस्तो भए पनि हामी जान्दैनौँ तपाईँ जस्तो अनकान कहिले सिमिन काम बाँचुन्जेल त हो छोरी हो मम्मी हो ल अब ढनी खानु पर्यो रमाइलो गरौँ मरे त बगारीमा भने गीत गाउँछ रेडियोमा मम्मीले गीत सुनाइहाल्नु फेरि बाँचुन्जेली हाँसखेलाइ गरौँ मरे बगारी माने लै भन्छ ल छुट्टै रमाइलो छ हाम्रो मम्मी हाम्रो त फ्यामिली साह्रै रमाइलो पो छ त अब म मास्तिरबाट देखा त आज के भयो टुवालो बाँचुन्जेल रमाइलो बाहिर निकै रमाइलो थियो भन्दै हो डी त्यो जग मम्मी ए गिरामन्ती सुदन गुरुङ हेर्नु हुँदैछ खालि र म होइन हेर्नु छोरी ल समाचार नाइनमा त त्यो त अनि पो भन्छ राम्रै कुरा बुझिन्छ त कति राम्रा राम्रा कानमा एयरफोन लगाइ भए पनि ठिक छ त अनि सुन्नु मन लाग्छ छोरी सुन्नुपर्छ मम्मी सुन्नुपर्छ गाइज म मास्तिर निस्किन्छु किचनतिर के रहेछ मेरो अवस्था किचनको कहिले काहीँ पूजा आज नि गर्ने गर्छ त्यहाँ पूजा आज गर्ने ठाउँ चाहिँ ओ के बनाउनु भएको छ मेरो बुढाले वाह विङ्स ओके
है अनि अर्को चाहिँ के रहेछ ओ सेटअप ल अन्त चाहिँ के बन्ने छ त भन्दा गोर्खे अचार वाउ पापड ओहो अब जान्छु माथि छतमा निस्किनु पर्यो कस्तो छ मेरो हालत अब माथि छतमा जाउँ है त गाइज कस्तो छ नि मेरो ल ल ल ल ल ओहो मेरो बुढा के गर्नुहुँदैछ मेरो बुढाले त यहाँ पुरा सेक्पाको लागि चाहिँ बाल्दै हुनुहुँदो रहेछ गुड्डु ह्याप्पी न्यु इयर है मेरो बुढा कहाँ भित्र छिरेर बुढाले नबोल्ने व्रत लिनु भयो मेरो एप्पलहरू यस्तो छ ड्रागन एक साल चाहिँ मजाले फलेको थियो लास्ट इयर फलेन यस्तो छ गाइज मेरो छठको अवस्था बार्बेक्यू बनाउन आँटेको हामी आज बार्बेक्यू बनाएर खाने न्यु इयर पनि मनाउने आमाको बर्थडे पनि मनाइदिने मेरो छिमेकीको घरहरू पर तल छ यस्तो छ सबैको यस्तो छ आज न्यु इयरको दिन सबै सन्नाटा छ आज गाइज किनभने आज न्यु इयर घुम्नु सबै जान्छ नि त प्रायः अनि हामी चाहिँ गएको छैन आज चोक हो यस्तो छ त्यति क्लियर चाहिँ छैन अहिले हजुर छोरी छोरी ह्याप्पी न्यु इयर अल अफ यु भन्नु ल मेरो केटीले नि बर्थडे के भन्छ न्यु इयर विस गरिहाल्यो नि उसको बोजूको चाहिँ बर्थडे हुनाले बर्थडे नै मुखमा आइरहेको छ मेरो चाहिँ फेरि बाउ छोरीलाई आगो फुक्नु थालेको अवस्था तर क्लिनै छैन है मेरो नन्दे भाइ आइस्यो मेरो नन्द आइस्यो मेरो कप्पा मेरो भाइ बहिनी चाहिँ मेरो अस्तिको बिहा खाएको मेरो भाइ बहिनी हो नि फेरि हप्परमा त है नयाँ वर्ष शुभकामना ल तपाईँलाई सेम टु यु दिदी हजुरलाई पनि ल ल थ्याङ्क यू भाइ गाइज यो के होला छठमा मैले फलाइरहेको छु हौ यस्तो पनि पो छ त मेरो त अब यो छठको के होला यस्तो फेरि यस्तो यस्तो आई डोन्ट नो त्यहाँ चाहिँ नयाँ कन्स्ट्रक्सन बन्दैछ मेरो छिमेकीको घर होइन फेरि गिर्सनलाई सेकाउनु भनेर लिएको होइन बुढा छोरालाई सेकाउनु भनेर लिएको कोइला चाहिँ अब यी बार्बेक्यूतिर लाग्दैछ अब के गर्नु यस्तै छ जिन्दगी त यो तारले चाहिँ साह्रै नै ह्याम्पर गऱ्यो लुगा सुकाउने तार नो वरिज यो चाहिँ विङ्स हो बार्बेक्यूको भाँडा चाहिँ ठुलो छ विङ्स चाहिँ जम्मा 8 वटाहरू छ
आधीभरि यता छ कतिवटै बनाइछ तर लास्टै ठुल्ठुलो विङ्स दिएछ है अब यसो भने खानु मजा आउँछ क्या धरानको सेकुवा सानो सानो पाउँछ कम्ता महँगो छैन हो नि भाइ फर्क त लास्टमा बनाउने कोही कोही अब यहाँ हाम्रो भाइ खानुहुन्न अनि साथी पनि खाँदैन मेरो त्यही भएर चाहिँ छोरी ऊ क्या लु केक काट यहाँ भिडियो बनाउँदै झर्दैछ मेरो फोन भरेङमा झर्नु पनि मलाई त मेरा केटाकेटीहरू कोही मेरा केटाकेटीहरू कोही त्यस्तो छ कोही यस्ता छन् छोरीहरू हेर आमा मेरो सोफा बन्नु गरेछन् ए नेचुरल ब्युटी इट्स अलवेज ब्युटी आमा चाहिँ यस्तो छु फेरि आमा चाहिँ कसले हेरिसक्नु भन्नु अरे क्या त यो मेरो केटी हो खै सानो चाहिँ कहाँ 360 चाहिँ यस्तो म भन्दा अग्लो चाहिँ 360 घुम्दाखेरि चाहिँ घुम न 360 तिमी घुम्दैन ऊ त्यस्तो नै आइपुग्छ 360 भने यस्तो हो क्या केटी बुझिन कसरी 360 गाइज एकछिन ल अब मेरो मम्मी बर्थडे गर्ल पनि आइसक्यो यो कहाँबाट मम्मी मेरो भाइ चाहिँ आज निन्द्रामै छ हाँस्दैछ गुड बेबी भनेर ल अहिले के खाने हस् छुनु न ल लाइटर लिएर आउँछु ल पक्छु है हस् बी अ गुड बोय ओके हस् भन्छु हस् नाना भन बेबी नो छुनु न बेबी यसो काम आउँछ ल म हेल्पर केटीलाई कुर्नु नि ऊ पनि मिस गर्न चाहन्न होला पक्नु न हामी गरिहाल्छौँ नि नातिनी गएर त्यहीँबाट त लिएर आएको त नातिनी गएर चाहिँ कुरेको क्या पढ्ने चाहिँ आउँदैछ तल किन पो कुदिए अब पक्ष राजा अहिले थाहा पाउनुहुन्छ किन कुदिए पच पनि हाल्नु केटी एकैदम उयो नाम होइन ना अब चाहिँ अफिसियली बोजूको बर्थडे सेलिब्रेसन सुरु भयो है हाम्रो चाहिँ न्यु इयर भन्दा नि बोजूको बर्थडे सेलिब्रेट गरिन्छ मेरो बेबी त्यहाँ छ पखचोडा तर्सिन्छ होला नि हर्सिँदैन वाउ भन्छ अहिले खैर मेरो भाइ तेरो लाइटर छ नि तपाईँ बोकिरहनु त्यसरी गल्तीले यो त पुग्दै छैन क्या यस्तो राम्रो मामाको छोडेर अनि अनि घुमाउनु है आमालाई आउँछ त आवेग न झरेर भनेपछि Wow, happy birthday to you. Happy birthday to you. Happy birthday, dear Boju. Happy birthday to you.
भाइ चाहिँ परबाट फु गर्छ ल काट्छु लु लु उक्सिजी धा हामी लु होइन हाँस यार खुसी भएको ल भयो अब पाक्नु अब एउटा स्लाइस राख्नु होइन अनि त्यो चाहिँ हरेक जसले गिफ्ट दिन्छ नि त्यसले त्यही केकबाट खुवाइदिँदा हुन्छ अलिअलि पछि पछि देखाउनु भयो नि हुन्छ आमालाई के खुवा अलि दे आम छ नामी च्यानो पिक्का खोलेर देखाइदियो भने कस्तो किन्दै देखाइ नै हालौँ न त देखाइहालौँ अनि अब आमामा हेप्पी किन्दैछ त केक यस्तो छ नि त त्यही मामा र माइजूको मैले त अघि गिफ्ट लगाइदिइसकेको अब मैले लगाइदिइसकेँ लु भाइ यो खुवा आमालाई जान्छु चिलो अलिकति चो हो अब अब सानीले हामीले गरेको बेबीलाई नि माइले पिकेले अब आउनु न सर चम्चीले खुवाउमा हुन्छ त हातले हातै हाम्रो हात जिन्दाबाद त्यही त होइन मामै हस् बोजू माइलीलाई जहाँ सिकाएको न जन्मदिनको धेरै शुभकामना 120 वर्षको भाइ हो काट्नु हामीलाई आशीर्वाद दिनु नातिनीहरूको अब के खाने बाबालाई के दिन्छु खोइ म बाबालाई दिन्छु त्यहाँ बसिदिनु लु हाम्रो बोले 102 वर्ष बाँच्नु छ दुई रे जिरो भागे जिरो ओ जिरो 120 थियो गाँठे जिरो 120 वर्ष चाहिँ हाम्रो ठुलो भाइले यस्तो गर्नुहुँदैछ दुई मात्रै दिएछन् भन्छन् यता चाहिँ हाम्रो पार्टी चल्दैछ न्यु इयरको प्लस बोजूको बर्थडे पनि हो आज नाना कस्तो छ मिठो चान्नु याङ ल ठिक छ हाम्रो किसान चाहिँ यस्तो छ हो मामा पाक्दैछ पाक्दैछ यहाँ बिचारा हाम्रो ठुलो बा बिहानदेखि है थाकिसक्नु भइसक्यो त्यही त मुलुक ल गाइज मम्मीलाई माथि लाँदैछु है माथि अब जानु पर्यो केकको कार्यक्रम कट गर्यो मासतिर आमा हेर्नुहुन्छ अनि झर्छौँ अब बाहिरदेखि अनि खै त टेबलहरू चियरहरू ल्याउनु पऱ्यो र अब खाना यहाँ कसले बोक्यो 5 तला चाहिँ कसले बोकिदिन्छ ए त ओछ्याउने ल्याएर अनि त्यही बसेर हो चियर टेबल भुइँमा उ त्यो गलच्याउ छ र ओके म टेबल सेबल चाहिँ सकिँदैन 5 तला कसैको ढाड बोक्नु फुटाउनु छैन हजुर भयो पर्को भएन ल ए ल ल ल अब सकेछ लुगाइ है अब अलिअलि गर्नु बाँकी छ अब अहिलेलाई आजलाई बाई हजुरहरू सम्पूर्णलाई बाई भने अब हाम्रो यस्तै छ दिन बित्दैछ खानपानको त केही भिडियो देखाइ भएर है थ्याङ्क यू एभ्री वान एन्ड वन्स अगेन ह्याप्पी न्यू इयर आई लभ यु गाइज है त